86 वर्ष। उमेर त केवल सङ्ख्या मात्र हो। लगन र मेहनतले नै जीवनलाई सुन्दर बनाउँछ। नमस्कार अनि स्वागत छ तपाईहरू सम्पूर्णलाई फेरि पनि मेरो अर्को भिडियो मार्फत। 86 वर्षको उमेरमा आइपुग्दा पनि उहाँले देखाउनु भएको यो लगनशीलताको उदाहरण तपाईहरूलाई पनि सेयर नगरी बस्न सकिन। 86 वर्ष पुगिसक्दा धेरै जसो मानिसहरू आराम खोज्नुहुन्छ, तर उहाँ भने अझै पनि आफ्ना हातहरूलाई व्यस्त राख्दै धागोसँग प्रत्येक दिन रमाइरहनुहुन्छ। अनुहारका चौरीहरूले समयको यात्रा देखाए पनि उहाँको लगन, धैर्य र मेहनत भने अझै जवान छ। हरेक फन्कामा उहाँले अनुभव गाँसिरहेको देखिन्छ। हरेक धागोमा जीवनको सङ्घर्ष र सफलताको कथा लुकेका छन्। उहाँले सिकाउनु भएको सबैभन्दा ठुलो पाठ भनेको नै उमेरले होइन, इच्छा शक्ति र कर्मले मानिसलाई सक्रिय बनाउँछ भन्ने हो। आजका पुस्ताका लागि उहाँ निकै ठुलो प्रेरणाको स्रोत हुनुहुन्छ। हुन त यो सबैले गर्नुहुन्न, तर 86 वर्षको उमेरमा पनि निरन्तर केही न केही सृजना गर्दै समयको सदुपयोग गर्दै उहाँले देखाउनु भएको यो आत्मनिर्भरता आजका हाम्रा पुस्ता र अब आउने हाम्रा भावी पुस्ताहरूको लागि साँच्चै प्रशंसनीय उदाहरण बनेको छ।